छु नि त नि अनि तपाईँ भन्नुहुन्छ तपाईँले मलाई अस्ति कन्ट्याक्ट गर्नु खोजेको क्या दिदी भने पुच्चीको इक्जाम चलिरहेको छ क्या अहिले नानीको कति पैसा लाग्छ भन त पुच्चीको स्कुलको फिजीले नभएर पैसा कति लाग्छ भने त फिटी न कति तपाईँको छोरी ए कति क्लास नानी तिमी 2 मा मम्मीलाई के भएको थाहा छ गोली लागेको कहिले लागेको नि हजुर आन्दोलनमा गएर तिमी कहाँ थियौ नि आन्दोलनमा मम्मी जानु भन्दाखेरि स्कुलमा ए स्कुलमा थियो ओहो के नि तिम्रो नाम प्रियङ्का दाहाल ए ल ल यहाँ चाहिँ अब मम्मीलाई सहयोग ल्याएको छ दिदीले है त्यहाँ चामलहरू छ अनि त्यो चाहिँ खानेकुराहरू छ नानीलाई है त्यहाँ अनि यो चाहिँ तपाईँको 91,000 91,000 होइन 1 लाखलाई 10,000 कम भयो होइन अब हामीले बाँड्दा म दिन त 1 लाख दिन मन लागेको 10,000 कम भयो 90,000 रुपियाँ छ 91,000 पैसा छ अझै बढी होला मेरो विचारमा पुरै राम्रोसँग गनेको छैन अनि यो चाहिँ तपाईँको लागि है तपाईँ एकल महिला अहिले श्रीमान हुनुहुन्न है डिभोर्स पनि भएको छैन श्रीमानले छोडेर जानुभएको होइन नानी सानो नानी रहेछ अब ठिक छ बाबालाई घर आउनुपर्छ भन ल बाबासँग कुरा हुन्छ ए ल ल ल बाबालाई चाहिँ भेटाउनु ल उसको उसलाई अनि फोनमा बोलिरहेको हुन्छ अनि बहिनीलाई फेरि पनि भेटौँला तिम्रो नाम भन त शर्मिला समिता कार्की ल बहिनीको मैले चाहिँ त्यो नम्बर पनि राखिदिन्छु फेसबुकमा अरू सहयोग गर्ने आउनेहरू पनि आउनुहुन्छ है त बहिनी ल हामी अरू ठाउँमा जानुपर्छ केटी है ल त ल हस् ल हस्